त बुहारी होइन र पाइन टी सर्ट। ए बुहारी किन पाइन टी सर्ट लगाएको? अहिले गाउँका मान्छेले देखेपछि के सोच्ला नि तिमीलाई? कपडा त अलि राम्रो लाउनु पर्छ नि। अरूले चाहिँ होइन, तपाईँले चाहिँ धेरै सोचिराख्नु भयो। मलाई घरकाले त अहिलेसम्म रोकेनन् पाइन टी सर्ट लाउनुलाई, तपाईँको रोक्नलाई। यहाँ लसुन देख्नु होइन, लसुन त्यो गराउनु पर्दैन। छिटो काम गर्ने त्यो लसुनको। हुन्छ केही भन्दैन, म त यो घरको मान्छे होइन। भोक लागिसक्यो, यो बुहारी कहाँ गयो? यो बर्थडे कति नाटक गरियो? सुटिदी चाहिँ आमा त्यो नसुनेको आमा। अब यिनकै छोरालाई त बोलाएर उठाउनु पठाउने हो। ओहो आमालाई के भएछ? आमा 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 भोक लागिरहेको सबै पोतेर ल्यायो। बर्थडेमा आएर हिट टेकिदिनु। म भात दिन्छु। ए भित्र आउनु कान्छ पनि यही बेला बर्थडे आइजान्छ। लौनु बाट कहाँ छ नि? म यहाँ छु के। म कति भनिसकेँ तिम्रो आमाले विद्यासँग लगेर छोडा भनेर। मेरो आधी दिमाग खाइसकिन्। मेरो बहिनीको सामान सबै भाजिदिन् चलाइदिन्। त्यसले नराम्रो लाग्छ कि नै भर्खर आइसक्यो। विद्यासँग छोड्ने मेरो छोरा हेर, नत्र म तिमीले आमालाई आफै मारिदिन्छु यहाँ। अनि छोरालाई त कति भनिसक्यो मैले तिमीलाई कहिले भनेको? छोराछोरीले मैले आधा धेरै दुःख पाइसकेँ। अब म छोराछोरीको खुसीको लागि भए पनि जानै पर्छ। तिमीहरू राम्रोसँग बस्नु, म गएँ। आफै गई बर्थडे, मलाई त मजा हो। छोड्नु पर्यो होइन गइकी बर्थडे।